सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम टु नवीन अलिमुद च्यानल। र आज चाहिँ म एउटा नयाँ भिडियो लिएर आइसकेको छु। र आज चाहिँ म आएको छु, मम्मी चाहिँ आउनु भएको छैन, मम्मी अलिकति बिरामी हुनुहुन्छ, त्यसैले आज चाहिँ मैले केही नयाँ गरौँ भनेर स्न्याक्स, नेपालमा पाउने जतिहरू चिप्सहरू छ मैले सब लिएर आएको छु। नेपालमा पाउनेहरू सब नल्याए पनि मैले जुन जुन अभाइलेबल छ मेरो नजिकको स्टोरमा त्यही लिएर आएको छु। र यहाँ देख्न सक्नुहुन्छ थुप्रै मैले चिप्सहरू लिएर आएको छु। र यो जुस चाहिँ एक्स्ट्रा पिउनको लागि लिएर आएको छु। र चिप्समा चाहिँ मैले के ल्याएको छु भन्दाखेरि यो करेन्टको चिज बल, यो अङ्कल चिप्स भन्ने नयाँ आएको रहेछ र त्यो पनि ल्याएको छु। र यो लेजको 3वटा फ्लेभर ल्याएको छु मैले, एउटा टोमेटो, एउटा यो ब्लूवाला र एउटा यो ग्रिनवाला तपाईँले देख्न सक्नुहुन्छ। र यहाँ छ यो के हो 2PM को यो कुन हो थाहा भएन, जस यो 2PM को नयाँ चिप्स हो। र यो छ हाम्रो फाफरको चिप्स र यो छ हाम्रो प्योर नेपाली लोकल चिप्स। यो सबैको फेभरेट, मेरो पनि फेभरेट हो यहाँभरि मध्येमा। र यहाँ छ हाम्रो करेन्ट अचार स्टिक्स, यो त हाम्रो नेपालीहरूको एकदमै मिठो स्न्याक्स भइहाल्यो कुरकुरे मध्येमा। र यो छ मेक्सिला भन्ने, यो पनि मैले नयाँ फर्स्ट टाइम ट्राई गर्दैछु। र यो लेज भइहाल्यो। र यो छ 2PM को फायर बल्स। र साथैमा हामीसँग छ 2वटा प्रिङ्गल्स। र पिउनको लागि चाहिँ फ्रुट जेम्स जुस लिएर आएको छु। मैले यो फ्रुट जेम्स जुस चाहिँ एउटा मात्रै फ्लेभर चाखेको छु, त्यो कुन हो चाहिँ थाहा भएन, तर यो चाहिँ मैले फर्स्ट टाइम ट्राई गर्न जाँदैछु। र यहाँ मध्येमा कुनै चिप्स चाहिँ मैले अलरेडी ट्राई गरिसकेको छु पहिल्यैदेखि, बच्चैदेखि, र कुनै चाहिँ मैले फर्स्ट टाइम ट्राई गर्न जाँदैछु। र सो म पनि एकदम हतार भइसकेँ ट्राई गर्नको लागि, र हजुरहरू पनि हतार हुनु भइसक्यो होला। भिडियो सुरु गर्नुभन्दा अगाडि यदि यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, र यो भिडियो मन परेमा लाइक गरिदिनु होला, र साथीभाइ मध्येमा सेयर गरिदिनु होला। र भिडियो सुरु गर्नुभन्दा अगाडि यहाँ मध्येमा हजुरहरूको फेभरेट चाहिँ कुन हो कमेन्ट गर्नु होला है त। ल लेट्स गेट स्टार्टेड। चिप्स स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ सानो यो पप म्याजिक भन्ने चाहिँ म ट्राई गर्न जाँदैछु। यो मैले बच्चामा चाहिँ थुप्रै खाएको थिएँ। यो चाहिँ के भन्दाखेरि मुखमा हालेपछि त्यो मुखमा बच्छ नि, हो त्योवाला हो क्या। यो फर्स्टमा चाहिँ यो ट्राई गर्छु है त। र सुरुमा चाहिँ म प्रिङ्गल्सबाट स्टार्ट गर्छु, किनकि प्रिङ्गल्स चाहिँ मेरो एकदम फेभरेट हो। र योभन्दा चाहिँ अर्को फ्लेभर चाहिँ मेरो फेभरेट, त्यही पनि यो स्टार्ट गरौँ है त। प्रिङ्गल्स चाहिँ मेरो पहिलेदेखिको फेभरेट है। र मैले यो सबै चिप्सहरू नसकाउन पनि सक्छु हैन, र नसकाए पनि सबै म ट्राई चाहिँ गर्नेछु र तपाईहरुलाई भन्नेछु कि कुन चाहिँ एकदमै मिठो, कुन चाहिँ ठिकै है त। त्यसपछि यो फ्रुट जेम्स क्यानबेरी फ्लेभर यो ट्राई गर्न जाँदैछु। यो चाहिँ मेरो फर्स्ट टाइम हो यो क्यानबेरी फ्लेभर चाहिँ। यो पनि मिठै रहेछ। कसको फेभरेट हो यो कमेन्ट गर्नु होला। र त्यसपछि हामी ट्राई गर्न जाँदैछौँ। कुन ट्राई गरौँ होला, भेराइटी धेरै भएपछि ट्राई गर्नै गाह्रो। र त्यसपछि सुरुमा चाहिँ यो अङ्कल चिप्सबाट यो मैले सुरुमा नाम सुन्न साथ मलाई हाँसो उठेर अङ्कल चिप्स। सो लेट्स ट्राई अङ्कल चिप्स।
प्याकेजिङ चाहिँ लेज जस्तै छ सेम। अब भित्र टेस्ट कस्तो छ हेरौँ। पहिला यसको बास्ना सुँग कस्तो छ। स्मेल त अब ठिकै आएर चाख्दाखेरि। यसको लुक्स र टेक्सचर हेर्दा चाहिँ सेम प्रिङ्गल्स जस्तो छ र स्वादमा पनि अलिअलि प्रिङ्गल्स जस्तो लेज जस्तो। नट ब्याड। अब त्यसपछि हामी ट्राई गर्न जाँदैछौँ लेज टोमेटो फ्लेभरमा। तपाईहरुको लेजको भेराइटी मध्येमा कुन चाहिँ फ्लेभर तपाईको फेभरेट हो कमेन्ट गर्नु होला है त। मेरो चाहिँ यो टोमेटो फ्लेभर हो फेभरेट। यो त मैले बच्चैदेखि खाँदै आएको। भिडियो अन्तिमसम्म हेर्नु होला है त, किनभने म सबै खाइसकेपछि कुन चाहिँ मेरो सबसे फेभरेट हो त्यो तपाईहरुलाई भन्ने छु। र यसलाई जहाँ हो त्यहाँ राख्दै अर्को ट्राई गरौँ है त, किनकि हामीलाई सबै ट्राई गर्नु छ। र यसपछि पालो फेरि लेजको, तर यो पाली चाहिँ ब्लू वालामा। यो चाहिँ अलिक स्पाइसी नै हुन्छ, त्यही भएर मिठो त मिठै हुन्छ। सकेसम्म नेपालमै बनेको चिप्सहरू लिएर आउँ भनेर सोचिरहेको थिएँ, तर पसलमा भने जस्तो पाएन। अब कुनै त नेपालमै बनेको ब्रान्ड छ, जस्तै यो टुपियम, करेन्ट र बाँकी चाहिँ अब विदेशीहरू छ। सो वन्स अगेन फ्रुट जेम्स क्यानबेरी फ्लेभर। यो मेरो फर्स्ट टाइम हुन जाँदैछ यो चिप्स ट्राई गर्न। कोहीले भन्छ मिठो हुन्छ, कोहीले नमिठो हुन्छ, त्यही होइन त। ठिकै छ। अमिलो चाहिँ लास्टै। र यहाँभरि सबभन्दा ट्राई गर्न मन लागेको चाहिँ मलाई यो करेन्टको फाफर चिप्स। हेरौँ कस्तो हुन्छ है त।
सोचेको भन्दा चाहिँ मिठै हुने रहेछ। अब ट्राई गरौँ फ्रुट जेम्स म्याङ्गो फ्लेभर। यो नि मेरो फर्स्ट टाइम नै हो यो फ्लेभर। कुन भन्दाखेरि यो करेन्टको चिज बल यो चाहिँ म दिनदिनै खाएर हुन्छु। त्यही भएर पाँच छवटा एकैचोटि। र मेन भनेको चाहिँ मलाई यो चाख्न मन छ। यो मेक्सिकन टमाटो यो फ्लेभर ट्राई गर्नु त। लुक्स वाइज र टेस्ट वाइज र टेक्सचर वाइज चाहिँ सेम डोरिटोस जस्तै। दिस वान र यो चाहिँ मैले ट्राई गरेको छुइनँ। सुन्न चाहिँ सुनेको, मैले देखेको, तर ट्राई चाहिँ अहिलेसम्म गरेको छुइनँ। किनकि बास्ना कडा सेम खुर्सानी अकबरेको फ्लेभर बास्ना आइरह। ओहो हेर्दै पिरो छ। पिरै छ। र यहाँ खोलमा पनि लेखेको रहेछ ओन्ली फर ग्रोन अप्स। नयाँ नै जस्तो लाग्यो, किनकि पहिला देखाएको थिएन मैले। यो एकचोटि मात्रै ट्राई गरेको छु। सो अमिलो चाहिँ लास्टै हुने रहेछ यो। हामी नेपालीको सबसे फेभरेट स्नैक्स कसको फेभरेट हो यो? करेन्ट अचारी स्टिक्स। प्रिंगल्स बाँकी छ। प्रिंगल्स यो वाला फ्लेभर पनि ट्राई गरौँ है त।
र अब पालो हाम्रो वान एन्ड ओन्ली नेपालमै बनेको आलु चिप्स उल्टो भएछ नेपालमै बनेको आलु चिप्स र यो चाहिँ मेरो सबभन्दा फेभरेट चिप्स हो र यो त हरेकको घरमा हुन्छ होला सायद हजुरहरूको पनि फेभरेट होला मलाई जहाँसम्म लाग्छ मेरो पनि एकदमै फेभरेट हो यो बच्चैदेखि खाँदै आएको र यसलाई फुटाउनको लागि केले फुटाउँ यो हो नेपाली चिप्स अलिकति ओसेको परेछ फ्लेभर आउँदैछ तर अलिकति ओसेको परेछ त्यस्तो साह्रो ओसेको नि हैन तर यिनीहरु जस्तो क्रन्ची चाहिँ छैन त्यही हाम्रो नेपाली चिप्स भनेको नेपाली चिप्स नै रहन्छ र फाइनली हामीले चाहिँ सबै चिप्स ट्राई गरिसकेका छौं सबै ट्राई गरे नै होला हामीले सायद सबै ट्राई गरिसकेका छौं हाम्रो यो करेन्टको फाफर चिप्स यो 2PM को कुरकुरे भनौं अनि यो हाम्रो नीलो लेज र यो टोमेटो फ्लेभरको लेज र यो छ अंकल चिप्स र यो छ हाम्रो करेन्टको चीज बल्स र यो हाम्रो छ 2PM को फायर बल्स र हाम्रो छ यहाँ लेज यो न्यू फ्लेभर यो चाहिँ लास्टै अमिलो लाग्यो र यो मेक्सिला भन्ने चीज अब आफ्नो स्वाद हो तर मलाई चाहिँ अलिक ठिकै लाग्यो र यो हाम्रो अचारी स्टिक्सलाई चाहिँ के नै भन्न सकिन्छ र यो नेपाली चिप्स चाहिँ अलिकति ओसेको परेछ तर ठिकै छ नेपाली चिप्स भने नेपाली चिप्स हो र हाम्रो प्रिङ्गल्स मध्येमा सबसे मलाई मन परेको यो हो त्यही भएर मैले सकाइ पनि सके र हाम्रो जुस मध्येमा दुईटै मिठो छ तर अलिकति मिठो लागेको चाहिँ क्र्यानबेरी फ्लेभर है त हजुरहरुको चाहिँ कुन फेभरेट कमेन्ट गर्नु होला र साथसाथै यहाँ मध्येमा मैले जुन चिप्स खाए अब सबै त ल्याउन सकिन सबै चिप्स त ल्याउन सकिन किनकि अब मैले स्टोरमा जुन पाए त्यतै उठाएर त ल्याए तर यति नै हो मैले पाएको र यो मध्येमा मलाई फेभरेट अलिक मिठो लागेको भनेको चाहिँ सबै मिठो नै छ तर यो अलिक अमिलो छ यो अलिक नमिठो तर मलाई सबसे मिठो लागेको भनेको त प्रिङ्गल्स हो एउटा प्रिङ्गल्स एउटा लेज भइहाल्यो लेज त सबको फेभरेट भइहाल्छ र त्यसपछि हाम्रो नेपाली चिप्स चाहिँ मेरो एकदमै फेभरेट हो र भिडियो अन्तिमसम्म हेर्दै हुनुहुन्छ भने हजुरहरुलाई धेरै धेरै धन्यवाद अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा र कमेन्ट गर्नु होला कुन चाहिँ हजुरहरुको फेभरेट हो है त साथसाथै नेक्स्ट भिडियोमा चाहिँ के लिएर अब जस्तै यो अब चिप्सहरु ल्यायो भने अरु के लिएर के नयाँ हेर्न मन छ कमेन्ट गर्नु होला र म सकेसम्म तपाईहरुको कमेन्ट हेरेर त्यही नेक्स्ट भिडियोमा त्यो ल्याउन प्रयास गर्छु र आजको लागि धेरै धेरै धन्यवाद थ्यांक यू फर वाचिङ सी यू सुन